हेलो गाइस, सबैलाई वेलकम छ मेरो च्यानलमा। सन्ध्या शर्मा र आज चाहिँ म स्कुलबाट आएपछि मैले घरको काम त मेरो सासूआमाले गरिसक्नु भएको थियो। आएपछि मैले खाना बसालेँ र यो भातको लागि पानी राखेछु र कराईमा अन्डा बसाल्न राखेछु है मैले त। त्यसपछि हेर्दै हुनु चाहिँ हाम्रो यहाँ सिरातिरको गर्मी अहिले चाहिँ तपाईको हेरिराख्नु भएको छ। यति गर्मी छ, किचनमा जानु लायक छैन, यस्तो गर्मी। र अहिले टाइम भइरहेछ तपाईको यस्तै 5:45। सो म घरको बत्तीहरू चाहिँ बालिदिन्छु साँझ बाल्नको लागि। सबै रुमको पालो बाई पालो। यो चाहिँ मेरो रुमको, यो चाहिँ बलेकै थियो। अनि त्यसैले मैले आँगनाको पनि बालिदिएँ। आँगना भनेको हाम्रो ग्यालेरी, सबै रुमको बालिदिएँ। हाम्रो छन् 4-5वटा रुम। अनि त्यसपछि म जाँदैछु फेरि ब्याक टु किचन। र यो हेर्नु मेरो रकी, हाम्रो घरको प्यारो सदस्य। त्यसपछि म किचनमा जान्छु। अब यताउति हेरिरहेको छु के हुन्छ हुँदैन। तर अन्डा चाहिँ पाक्न आँटिसकेछ गाइज। सो अन्डा चाहिँ मैले तल झारिदिन्छु। त्यसपछि चाहिँ म अब यो भातको तसला चाहिँ बसाइदिएँ। त्यसमा पानी छ, भात छैन। पानी उम्लेपछि चामल हाल्छु। हाम्रो यता चाहिँ यसरी पसाएको भात नै खानुहुन्छ सासू ससुराहरूले सबैले। म चाहिँ कुकरको खान्छु। सो ल, अब मसलाको तयारी गरौँ। आज बनाउँछु म अन्डा करी। त्यसैले मसलाको लागि चाहिँ म चाहिँ यहाँ हाम्रो लसुन चाहिँ आफ्नै बारीको सुकाएर यसरी बाँधेर राख्छ, बिट्टा बाँधेर। त्यसैले मैले त्यसबाट 2टा लिएँ र मिक्सर पनि लिएँ। त्यसपछि लसुन छोडाउँदै म मिक्सरमा हाल्छु, किनभने सिलौटामा पिस्दा अलि मलाई गाह्रो हुन्छ, बस्न गाह्रो हुन्छ हेरेर मैले चाहिँ मिक्सरमै बनाउन आँटेको। लसुनलाई पनि म यसरी नै मिर्छु अनि त्यसलाई उडाइदिन्छु अनि मिक्सरमा हाल्छु। त्यसपछि मैले लसुन हालेँ, त्यसपछि जिरा हालेँ। अब त्यसको लागि मलाई चाहिँ चाहियो धनियाँ। धनियाँ चाहिँ हामीले आफ्नै बारीको धोएर सुकाएर राखेछौँ घरमा रुममा, अनि त्यही ल्याएँ हालेँ। धनियाँ हालिसकेँ। त्यसपछि अब म जान्छु मिक्सर लिन गाइस। धेरै जस्तो सागसब्जी र मरमसलाहरू मेरो सासूले चाहिँ खेतमै आफ्नै बारीमै उगाउनुहुन्छ, त्यसैले भइहाल्छ। म चाहिँ पढेँ यता पश्चिमतिरको, अनि त्यही भएर हल्का हल्का मेथली मिक्स हुनसक्छ, इग्नोर गर्नुहोस् होला। र यता चाहिँ म के बिर्सिरहेको थिएँ अनि घर गएको थिएँ, अनि त्यहाँबाट फर्केँ। त्यसपछि हेर्छु त गोबरको गोइठालाई निकालिरहेको छु म, किनभने एउटा मात्र दाउरा बोलिरहेको रहेछ। अनि त्यहाँबाट एउटा गोबरको गोइठा निकालेर त्यसलाई चाहिँ अब म खुट्टाले किल्चन्छु, किनभने हातले तोड्न एकदम नै गाह्रो छ। खुट्टाले किल्चन्छु। त्यसपछि चाहिँ टिटिमडिम कस्तो हेर्नु न सख्त छ खुट्टाले किल्चिँदा पनि। अनि त्यसपछि अब निकालेर म चाहिँ चुलोमा हाल्छु। चुलोमा यस्तो म भरिपूर्ण पारिदिन्छु। यो चाहिँ माटोको चुलोमा चाहिँ राम्ररी खाना पाक्छ के, धेरैजनालाई भए पनि। म त ग्यासमै बनाउने बानी भएर बिहेपछि चाहिँ मैले यहाँ बनाएको। अब चाहिँ म जान्छु आफ्नो मसलातर्फ चाहिँ मैले अघि रेडी पारेर राखिसकेको थिएँ। अब हल्का पानी लिन्छु, पानी हाल्दै मसला पिस्दै गर्छु, किनकि घरको त्यो सुकेको धनियाँ पिस्न अलिक गाह्रो हुन्छ होइन गाइस। त्यही भएर आज चाहिँ अन्डा करी खाऊँ भनेर बुधबार भनेर मैले चाहिँ आफ्नो बुढोलाई भने। त्यसपछि उहाँले ल्याइदिनु भयो। त्यही हो, आज चाहिँ यस्तो गर्मी थियो अनि म चाहिँ छिट्टै स्कुलबाट आएपछि चाहिँ खाना बनाउनतर्फ लाग्छु के, किनभने अहिले चाहिँ छिट्टै पकायो भने राति बेलुका तपाईँको 7-8 बजीसम्म कस्तो धपधप्ती हुन्छ किचनमा, बस्नै गाह्रो हुन्छ। त्यही भएर बिस्तारै बिस्तारै भए पनि पकाउँदै जान्छु। पकाउँदै जाँदा पनि 8 बज्छ मेरो त, के भन्नु। त्यही भएर पकाउँदै बिस्तारै बिस्तारै, त्यही खाना पकाउँदा मेरो 8 बजे थियो, खानासाना खाइसिँदा 10 बजे थियो गाइस। त्यही भएर छिटो पकायो भने मलाई नै राम्रो होइन, एकछिन रेस्ट गर्न पाइन्छ। त्यही भएर अनि क्यामेरा स्ट्यान्ड छैन, त्यही भएर मैले आफै गरिरहेको थिएँ। अनि यतातिर भिडियो पनि फस्ट गरिरहेको थिएँ। आफ्नो यहाँ मेरो नाइबरहुडबाट आन्टीहरू आउनुभएको थियो नि, त्यही भएर फस्ट गर्दै बोल्दै गरिरहेको थिएँ। त्यसपछि म बारीतिर पनि हेरिरहेको थिएँ। मेरो बारीतिर मेरो बुढा र मेरो जेठाजु र सासू र मेरो भाइ चाहिँ बारीमा केही काम गर्दै हुनुहुन्थ्यो, त्यही भएर म त्यहाँ पनि हेरिरहेको थिएँ। अनि त्यसपछि अब त्यहाँ चामलको लागि पानी बसालेको थिएँ, त्यो भकभक्ती उम्लिसक्यो। त्यसैले म अब चाहिँ चामल लिन गइरहेको छु। चामल चाहिँ धेरै नै लाग्छ हाम्रो, कति भनौँ न 2 किलो जति त लाग्छ होला। त्यही भएर 4 गिलास चाहिँ म हाल्छु चामल। हाम्रो घरमा धेरै सदस्य छन्, 7-8 जना छौँ हामी चाहिँ। अहिले चाहिँ 8 जना छौँ।
अनि त्यसैले धेरै नै चामल लाग्छ अनि त्यही भएर हन्डीमै पकाउँछु म। ग्यासमा पकाउन गाह्रो हुन्छ, ताउ लाग्दैन, त्यही भएर चामल निकाल्छु। हजुरहरूले पनि हेरिरहनु भएको होला भने कति बोरिङ छ, तर बोरिङ छैन गाइज। अब म जान्छु चामल पखाल्न। चामल पखाल्न गएको मैले बिर्सेँ मोबाइल लग्न, त्यही भएर म मोबाइल लिएर आएँ अनि यता राखेँ। हजुर यस्तै हो, गाह्रो एक्लै भएपछि भिडियो बनाउनु, त्यही भएर हजुरहरूलाई देखाउनु त पर्यो। त्यही भएर चामल पखाल्दैछु म गाइज। चामल पखाल्दै 4-5 पानी त पखाल्नु नै पर्छ चामललाई, त्यही हो। त्यो पनि हामी उसिना चामल खान्छौँ। उसिना चामल मलाई चाहिँ मन पर्दैन, मलाई किनुमै मनपर्छ। घरमा चाहिँ यहाँ सबैजनाले उसिना खानुहुन्छ। उसिना त खानु राम्रै हो, तर मलाई चाहिँ मन पर्दैन, मलाई हाफ बोइल मनपर्छ, त्यही भएर म त्यही खान्छु कतर्नी। अब यहाँ चाहिँ मेरो भाइ पनि आइसकेको थियो बारीबाट, अनि भाइले चाहिँ क्यामेरा समातिदिएको थियो। अब म पनि बिस्तारै भिडियो चल्यो भने स्ट्यान्ड लिउँला भन्ने सोचमा छु। अहिले चाहिँ म फर्स्टमा चाहिँ यस्तै हालिरहेको छु। मेरो भाइले भिडियो गर्दैछ। यता चाहिँ म अन्डा लिएर आउँदैछु। अन्डा लिएर आइसकेँ अनि त्यसपछि यहाँ राखेँ। अनि मेरो भाइले भन्यो ल्याऊ दिदी म छिलिदिन्छु, अनि मेरो भाइले चाहिँ छिलिदियो सबै अन्डा। अनि त्यसपछि मैले चाहिँ भिडियो गराएँ। त्यसपछि मेरो भाइले चाहिँ अन्डा छिलिदिन हेल्प गर्यो। अनि आलु पनि उमालेको थिएँ, आलु पनि छिलिदिन हेल्प गर्यो। त्यसपछि यता मैले कराई बसाएँ। त्यसपछि यहाँ मैले प्याज काट्दैछु हाल्नलाई। मेरो भाइले चाहिँ भिडियो गरिदिँदैछ है, मेरो भाइ धेरै हेल्प गर्दैछ अहिले। अब राम्ररी भिडियो चल्यो भने चाहिँ म स्ट्यान्ड लिन्छु गाइज। स्ट्यान्ड लियो भने हजुरहरूलाई पनि हेराउँछु। यहाँ चाहिँ म अन्डा तारिरहेको छु। अब आइरनको कन्टी हो, यसमा अन्डा तारेँ, अन्डा तार्दैछु। अब अन्डा तारिसक्छु। हामी कतिजना 13वटा अन्डा ल्याएको थियौँ। कसलाई एउटा खान्छ, कसैले 2टा खान्छन्, त्यही भएर त्यो हिसाबले। अनि आलु पनि हाल्छु। यता चाहिँ मैले भिडियो गराउन बिर्सेछु। यसमा चाहिँ प्याज, खोर्सानी, 5 फोरन र तेजपत्ता हालेर अनि मैले भुटेँ। त्यसपछि फेरि आलु हालेँ। आलु पनि भुटिसकेँ गाइज। म भुटेर यसरी पहिला बनाउँछु, हजुर जसरी बनाउनुहुन्छ त्यो पनि थाहा छैन, तर म चाहिँ यसरी बनाउँछु। अनि हल्दी हालेँ, त्यसपछि नमक हाल्छु। नमक हालेपछि भुट्छु। त्यही हो गाइज, मैले बनाउने तरिका नै यसरी हो, मलाई यसरी नै आउँछ, त्यही भएर। अब चाहिँ म यसमा टमाटर पनि हाल्छु। हालेँ होइन, हालिसकेँ सायद मैले टमाटर पनि। त्यसपछि टमाटर हालिसकेपछि गाइज अब चाहिँ मेरो पालो छ मसलाको। मसला चाहिँ मैले अघि पिसेको देखाइहालेँ, त्यही मसला हालेँ मैले, अरू केही छैन मसला। अनि त्यही मसला हालेँ। खोर्सानी चाहिँ कमै खानुहुन्छ मैले चाहिँ थाहा छु, त्यही भएर खोर्सानी चाहिँ मैले कम हालेको छु, नत्र हामी त अक्कबाट चबाउने मान्छे हो। त्यसैले मसलाको पानी चाहिँ फाल्नु हुँदैन है गाइज, मसलाको पानी एकछिनमा हाल्नुपर्छ। त्यही भएर यहाँ मैले मसला चाहिँ भुट्छु, पट्टी पहिला पानी हालिकन भुट्छु। अनि आज भन्दा पर्दा मैले भिडियोको चक्करमा यस्तो पकाएको सब्जी पनि मिठो भएछ है। मैले भिडियोमै मेरो ध्यान थियो, मलाई लागेन कि मिठो पाक्छ कि पाक्दैन, तर भिडियोको चक्करमा चाहिँ खाना मिठो पाकेछ। त्यही भएर यहाँ सबै चिज मसला हालिसकेँ मैले, त्यो मसलाको पानी पनि हालिसकेँ। अनि मजाले भुटेँ। यो आलुलाई मजाले फ्राई गरिसकेँ। त्यसपछि अब यता चाहिँ म मसला लिइरहेको छु क्या, खोर्सानीको धुलो हल्का हाल्नलाई। अनि त्यो हल्का मैले खोर्सानीको धुलो त्यहाँबाट निकाल्दैछु। त्यसमा चाहिँ मिट मसला पनि छ, त्यो पनि हाल्छु। हल्का खोर्सानीको धुलो अनि हल्का मिट मसला हाल्छु म, अनि त्यसलाई पनि भुट्छु है गाइज। म यो भिडियो चाहिँ मेरो हस्बेन्डले गराएको। मेरो भाइ चाहिँ उता कता हो गरम मसला लिन पसल गएको थियो। यता चाहिँ म धनियाँ अहिले नै हाल्छु, भुट्छु क्या। मलाई धनियाँ पछिबाट हालेको चाहिँ मलाई अहिले चाहिँ खासै मन परेको छैन, त्यही भएर अब धनियाँ हालेँ। त्यसपछि अब म त्यसलाई पर्पर्ती भुट्छु। अनि त्यसपछि अब म भुटिसकेपछि पानी हाल्छु। पानी हालिसकेँ। अब पानी चाहिँ कति हाल्नुहुन्छ ग्रेभी त्यो हिसाबले हाल्नुपर्छ। अब त्यसपछि म चाहिँ थन्काइ मुन्काइ गर्छु। अब थन्काइ मुन्काइ गर्नलाई चाहिँ त्यही हो, खाना पकाउँदा सबै छरपुट्ट हुन्छ, अनि त्यही भएर अब सबै सामानहरू जहाँ थियो त्यहाँ राखिरहेको छु। अनि यहाँ चाहिँ मेरो बुढोले चाहिँ भिडियो लिइराख्नु भएको छ, जसरी हुन्छ त्यसरी। उहाँ पनि फर्स्ट टाइम हो, मेरो पनि हो। अब पछि भयो भने म हजुरहरूलाई भयो भने चाहिँ स्ट्यान्ड लिन्छु नि। अनि अब चाहिँ म सबै सम्टिदिन्छु। तल चाहिँ अहिले बार्दिनँ, तल अन्डा छ, त्यही भएर
समेटिसकेँ। अब उम्लिन्छ, त्यसपछि म अन्डा हाल्छु। अनि यता चाहिँ म गरम मसला हाल्दैछु गाइज। मेरो भाइले लिएर आएको गरम मसला हालिरहेको छु मैले। म चाहिँ अन्तिममा हाल्छु, कहिले कहिले बिचमा पनि हालिदिन्छु। मेरो सब्जी चाहिँ अब भक्कभक्ती उम्लिन आँटिसक्यो, उम्लि पनि आँटिसक्यो। अब अन्डा हाल्छु। यही हो गाइज मेरो आजको। मैले अघि भात पकाएको पनि भिडियो हाल्न बिर्सिहालेँ, किनकि एक दिमागमा फर्स्ट टाइम बनाउँदा यस्तै हुन्छ। अर्कोचोटि चाहिँ राम्ररी गर्नु प्रयास गरौँला। र आज मेरो लागि यति नै हो। यही हो, सब्जी बनिसक्यो। खाना खाएको चाहिँ मैले पनि हाल्न सकिनँ। मेरो हस्बेन्डको मोबाइलबाट गरिरहेको थियो, त्यही